हामी एल्बुकर्की बायो पार्क जान लागिरहेको छौँ। तिम्रो गाडीमा जाने कि मेरो गाडीमा जाने? मेरो गाडी फोर्छ मेरोमा सक्छ। ओके सुरुमा जाउँ न, सुरुमा चाहिँ Red Bull for the trip. Okay guys, he wants to be a vlogger but he doesn't want to film, so he has made me his camera person. And I do not like to be on camera. कुनै विषयमा बोल्न पर्यो भने सजिलो लाग्छ, ऱ्यान्डम विषयमा यतिकै पत्ता पत्ता बोल्दै हिँड्न मलाई कस्तो कस्तो लाग्छ क्या। त्यसमा चाहिँ त्यो चाहिँ एकदमै ठुलो स्किल हो क्या, मलाई त्यसमा काम गर्न मन छ। Okay. तिमी जू जानलाई excited छैन, गल्फिङ जान मन थियो मलाई। तिमीले किचक गर्यौ। त्यो जब एउटा बल हान्नलाई खान्छ हो त्यो गल्फिङ। त्यति मात्र हो नि, कुनै ठाउँमा जाने रे, बस्ने रे, अनि खाने रे, खानेकुरा। बोरिङ त हुँदैन, तर खेल्न जति मजा हुँदैन कि। Look at my tinsels. They're pink. यो ठाउँको छेउमै बस्दाखेरि हामी वर्षमा एकचोटि मात्र आएको थियौँ होला। अहिले ठाउँ छोडेर टाढा गएपछि फर्केर बेला बेला 2-4 चोटि आइसक्यौँ। एकदमै सुन्दर देखिन्छ। तर यो मौसमले गर्दाखेरि पनि स्प्रिङमा सबै रुखका पातहरू सुकेर झरेकाले गर्दाखेरि अलिअलि उजाड देखिन्छ। त्यही पनि वान अफ द बेस्ट पार्क्स इन एल्बुकर्की। तिमीले यो चिज चाहिँ एकदमै गतिलो चिज किन्यौ, चाहिने जस्तो लागेको छ। यस्तै हो, टेक आउट ल्यायो, मजाले बस्यो। यो के हो रे? प्रोटिन कोक? प्रोटिन कोक भनेको चाहिँ के हो? प्रोटिन कोक मैले अहिलेसम्म खाएको छैन। मैले पनि खाएको छैन। यो कोका कोला रहेछ तर आइसक्रिम जस्तो छ कि के हो यो? मलाई खान मन छैन है, तर एकचोटि ट्राई चाहिँ गरिदिएँ। यस्तो खोइ छोड, यो बोको सामान राख्ने ठाउँ पनि भएन यो भिरमा बसेर। यस्तो भिरालो ठाउँमा बस्न नहुने रहेछ। पानी खान राखेको बोतल त गुड्केर तल पुग्यो त। त्यो स्यान्डविचहरू सबै भित्र राखेर लिएर आउँछ। के छ त हामीसँग? मेरो हो, म चाहिँ जहिले पनि यो ग्रिल चिकन स्यान्डविच खान्छु। एउटा बलियो तिमीले चाहिँ यो हेल्दी त हुन्छ नि? प्रिटेन्ड हेल्दी। कसरी प्रिटेन्ड हेल्दी? अब मैले त घरमै बनाएको खाउँ भनेर भन्छु नि। म त घरकै खानेकुरा रुचाउने मान्छे हो, तर बाहिर गए पनि अलिकति हेल्दी नै खान खोज्ने मान्छे हो। आइसक्रिम रहेछ यसमा त। कोक र आइसक्रिमको मिक्स। आई लाइक इट। कस्तो रहेछ स्वाद? कोक र भनिला आइसक्रिम छ। बिग बाइट। हेल्दी खाने भनेर बाटो भएको थिएँ, प्लान खालको रहेछ, मिठो लागेन। गुण दिन्छु कि कति छ? तिमी मेरो 2 बाइट ल्याऊ, मलाई तिम्रो एक बाइट देऊ न प्लिज। देऊ न, 2 बाइट दिन्छु म, जम्मा 1 बाइट प्लिज। लोभी प्लिज देऊ न, लास्टै लोभी छ। गाइस यो मान्छेको यति बाँकी छ नि होइन, तर गिभन वाट आई नो फ्रम हर सकिन लागेपछि मलाई दिइ नै हाल्छ यसले। त्यही भएर म कुरेर बसिरहेको छु छिटो, किनभने यसले यो कहिले पनि खाइसक्दिनँ क्या। देऊ न, आज चाहिँ खाइसक्छु, अरू बेला त खाइसक्दैन त कहिले पनि। मलाई जहिले पनि लास्टमा 1 बाइट दिन्छ।
पायो लास्टमा गएर पायो जेसुकै होस् अर्काको खाना चाहिँ साह्रै मजा आउँछ बायो पार्क जाने जू जाने बाँदरहरू हेर्ने बाघ भालु हेर्ने भनेर योजना बनाएको छ समयको अभावले गर्दा ग्रोसरी स्टोर आउनु पर्यो जिन्दगी पनि यस्तै नै हुने रहेछ यो गर्छु भनेर हिँड्यो अर्कै गर्न पुगिन्छ बालेन ऱ्यापर बन्छु भनेर हिँडेका थिए अब प्रधानमन्त्री बन्न लागेका छन् गाइज मैले कसलाई देखेँ मेरो लागि हो त्यो त्यस्तो नभन न तिमीले मलाई मेरो लागि ल्याइदिएको भन न प्लिज मेरो लागि ल्याइदिएको हो के फुल भन्छ यसलाई अमेरिकाको बाघ भालु देखाउँछु भनेर योजना बनाएको थिएँ अब खानेकुराहरू देखाउँछु यो सुन्तलालाई चाहिँ के भन्छ अरे यो सुन्तलाको विशेषता के हो तिमी त राम्रै छौ त राम्रै छ नि मैले त्यसकै भनेको साँच्चै भनेको जस्तो लाग्यो कालो कालो छ नभएको होला त ठिकै छ हौ यतातिरको मेवा यस्तो हुन्छ आज घरमा मोमो पाक्छ त्यस पछाडि पानीपुरीको लागि पनि सामानहरू ल्याएको छौँ बनाउने होइन र मेरो त पढाइ छ व्यस्त छ नि खालि बिदा भएको मान्छेले त बनाउने खजाना भेटियो साथीहरू चिचिलो काँचो आँप छ यसो के गर्नुहुन्छ नुन खोर्सानी छ हेरेर त मान्छे कति एक्साइटेड भएको आमा मासी पर्ला नि फेरि धेर खायो पर्ला तिन चारवटा मात्र होला ग्रोसरी पनि सकियो अब घर जाने हे म्यान हाउ आर यु Look who I met here. Are you recording? I was doing the vlog. Oh, okay. Yeah. I'm getting groceries, but if you want to play tennis afterwards, let me know. Today? Today's Monday, right? Before soccer. I have a class at 5:30, but I'll let you know. Okay. I don't know when I will get home. So. Okay. I'll see you at soccer. Thank you. Bye. के गरेर बस्नु त ग्रोसरी पनि गरियो अब बम्बे स्पेस पुग्न बम्बे स्पेस पुग्न चाहिँ 10 मिनेट बाँकी छ How should we spend our time? Maybe we should just not Talk? talk. No. Stay silent. I think it would be a good use of time if we do something. Let's practice Spanish. What do you think? You can ask me something in Spanish. मलाई यसमा त्यस्तो राम्रो आउँछ जस्तो लाग्छ तिमीले जे भन्यो त्यस्तो न के सोध्नु म आफ्नो बारेमा स्पेनिसमा भन्छु You ask me and then I Okay. will answer. होइन तिमीलाई सोध्नु छैन भने सोध म भन्छु सोधेन त नि मैले प्र्याक्टिस गरेको भएन त तिमी एक्लै प्र्याक्टिस गर्छु Hola, ¿cómo estás? मै बिहान तँ Bien. बिहान चाहिँ किन भन्छ Good भनेको नि Necesito un café? Esta no café, esta es Coke con muchas azúcar. ¿De dónde eres? ¿De dónde eres? Bombay is ¿De dónde eres means where are you from? You are from Nepal. के सोधिरहेको कहाँ हिँडेको भन्नु सोध्दा Context बिनाको क्वेसन सोध्दा हेरेर त उसले त स्पेनिस बिर्सिएन त कन्टेक्स्ट भयो अनि कन्टेक्स्ट जे पाए दे दो मेरो सुते तिम्रो नाम के हो तेरो घर कहाँ हो त्यही मात्र सोचेको अनि कहाँ मलाई सिचुएसन अनुसारको सोधौ न के भन्छ सिचुएसन अनुसारको मिलाउ न अलिकति यदि बायो पार्क घुम्न जाउँ भनेर गफलाई लास्टमा ल्याएर काम गरेन बाँकी थिएँ मेक्सिकन ग्रोसरी स्टोरबाट अब हामी इन्डियन ग्रोसरी स्टोरमा आएको छौँ के पानीपुरी आइसकेको छ आज बेलुका मजा आउने भयो कुनवाला कुरकुरे चाहिँ राम्रो हुन्छ अरे यक यम मैले अस्ति यही ल्याएकाले गाली गरेको नि तिमीले योवाला ल्याउनु पर्ने हो नि त अबदेखि हुँदाखेरि ओके नोटेड घर आइपुग्यो
राम्रै छ दिनभरि के मस्ती गरियो अब यसरी टक्क साइकल चढेर कलेज लागिरहेछ बेलुकाको क्लास भएपछि साइकल चढेरै जानु आरामले अब टक्क 2 घन्टाको क्लास छ अनि त्यहाँबाट फेरि घर